सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वे पूर्वे प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना. पार्वती पिता महादेव माता तिम्री पार्वती पिता महादेव भक्तजनको रक्षा गर गुरु गणदेव. श्री गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना. चढाउँ दुबो चढाउँ मेवा. पान चढाउँ फुल चढाउँ दुबो चढाउँ मेवा. एक मनको लड्डु चढाउँ अनि गरौँ सेवा. श्री गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना. श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना.
जय गणेश भक्तजनका प्यारा जय गणेश भक्तजनका प्यारा शरण पर्छौँ ध्यान गर्छौँ सिद्धि देऊ सारा श्री गणेशाय नामा सबै मिली गरौँ भजना श्री गणेशाय नामा सबै मिली गरौँ भजना श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना एउटा दाँत ठुलो भुँडी चार हात धारी एउटा दाँत ठुलो भुँडी चार हात धारी सिधै माथि मुकुट स्वामी मुसाको सवारी श्री गणेशाय नामा सबै मिली गरौँ भजना श्री गणेशाय नामा सबै मिली गरौँ भजना श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना श्री गणेशाय नामा सबै मिली भगवानको गरौँ भजना पहिलो पूजा गर्छौँ तिम्रो सिद्ध गर काम पहिलो पूजा गर्छौँ तिम्रो भन्नु बोल्न दिनु न नम्बरको हजुर दुई नम्बर होइन म 7 नम्बर भन्दा 2 नम्बर तलको यो 6 नम्बर म 3 नम्बरको छोरी म चाहिँ इन्डियाबाट हामी आज धेरै खुसी छौँ हजुरआमाको 84 गर्नु पाएर हामी धेरै ह्याप्पी धेरै कृष्ण जय जय सीताराम जय जय राधा कृष्ण जय जय सीताराम जय जय राधा कृष्ण जय जय सीताराम जय जय राधा कृष्ण जय जय सीताराम जय जय ब्रह्मा विष्णु महेश्वर सबैलाई 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 जय जय राधा कृष्ण जय जय सीताराम 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 जय जय ब्रह्मा विष्णु महेश्वर सबैलाई जय जय ब्रह्मा विष्णु महेश्वर
महेश्वर सबैलाई जय जय ब्रह्मा विष्णु महेश्वर सबैलाई जय जय ब्रह्मा विष्णु महेश्वर सबैलाई जय जय महाकाली जय जय माता दुर्गा जय जय महाकाली जय जय माता दुर्गा जय जय महाकाली जय जय माता दुर्गा जय जय महाकाली जय जय महालक्ष्मी सरस्वती सबैलाई 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 जय जय माता दुर्गा जय जय महाकाली 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 जय जय महालक्ष्मी सरस्वती सबैलाई 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 जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय भोले शंकर पार्वती सबैलाई 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 जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय गणेश जी की जय जय कुमार जी की जय जय भोले शंकर पार्वती सबैलाई 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 जय जय रिखेश्वर जय जय कृष्ण गंगा जय जय रिखेश्वर जय जय कृष्ण गंगा जय जय रिखेश्वर जय जय कृष्ण गंगा जय जय रिखेश्वर जय जय गुरुधाम शालिग्राम सबैलाई 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 जय जय कृष्ण गंगा जय जय रिखेश्वर 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 जय जय गुरुधाम शालिग्राम सबैलाई 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 जय 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 गुरुजन जय जय माता पिता जय जय गुरुजन जय जय माता पिता जय जय गुरुजन जय जय माता पिता जय जय गुरुजन जय जय 33 कोटि देवता पितृगण 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 जय जय माता पिता जय जय
पितृगण जय जय 33 कोटी देवता पितृगण जय जय 33 कोटी देवता पितृगण जय जय 33 कोटी देवता पितृगण जय जय पशुपति जय जय गुहेश्वरी 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 जय जय पुरा नीलकण्ठ धाम दक्षिण काली 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 जय जय पशुपति जय जय गुहेश्वरी 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 जय जय पुरा नीलकण्ठ धाम दक्षिण काली 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 जय 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 भैरव बाबा जय जय सिद्ध बाबा जय जय भैरव बाबा जय जय सिद्ध बाबा जय जय भैरव बाबा जय जय सिद्ध बाबा जय जय भैरव बाबा जय जय कलेश्वर बाराही मुक्तिनाथ 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 जय जय सिद्ध बाबा जय जय भैरव बाबा 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 जय जय कलेश्वर बाराही मुक्तिनाथ 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 जय जय Mình rất ta thôi.
भजन गाइरहनु होला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। कृष्ण भजन गाइरहनु होला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। हे कृष्ण भजन गाइरहनु होला, फेरि फेरि भन्दैमा पाइँदैन यो चोला। अरे फेरि फेरि भन्दैमा पाइँदैन यो चोला।
मनुष्यको पापी मन भगवान भुल्छ मनुष्यको पापी मन भगवान भुल्छ जब जब आपत पर्छ अनि नाम लिन्छ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला अरे फेरि फेरि भन्दैमा पाइँदैन यो चोला स्वार्थ बिना कहिले होला प्रभु नाम लिने स्वार्थ बिना कहिले होला प्रभु नाम लिने सुख हुँदा बिर्सी जाने दुःखमा सम्झिने कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला वेद पुराण शास्त्रले नि भजन गर भन्छन् वेद पुराण शास्त्रले नि भजन गर भन्छन् रात दिन भजन गरे वैकुण्ठमा जान्छन् कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला ओ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला एक दिन यमराजले आउँछ निम्तो मान्न एक दिन यमराजले आउँछ निम्तो मान्न थाहै नदी प्राण चुड्छन् भन्दा पनि जान्न कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि फेरि फेरि भन्दैमा पाइँदैन यो चोला बुबा भाइ बन्धु जीवन सफल पारौँ आमा बुबा भाइ बन्धु जीवन सफल पारौँ काम भन्दा पहिले कृष्ण नाम घिसारौँ कृष्ण भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हे कृष्ण भजन गाइरहनु होला फेरि फेरि
भजन गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरि 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 फेरि फेरि भन्दैमा पाइँदैन यो चोला बोले कृष्ण कन्हैया लालको जय हो। कृतेर भगवतः श्वासानिलः पान्तुभः यः संस्कार कलानुवर्तनः वसादय बेला निमेषाम्बसां यातायातमतन्द्रितमः जलनिधिर्नाथपि साम्यते पुराणसङ्ख्या सम्बुद्धिस्तस्मै मत्स्य वाच प्रयोजने दानं दानसीमात्म्यं पठादेश निबोधतः बाह्यं ब्राह्म्यमः दशसहस्राणि पाद्यमः पञ्चोनषष्टि च श्रीवैष्णवमः त्रयोविंश चतुर्विंशतिशैवकं दशाष्टो श्रीभागवतं नारदं पञ्चविंशति मार्कण्डं नवं च दशपञ्च चतुर्शतं चतुर्दशमः भविष्यं स्यात् तथा पञ्चशतानि च दशाष्टो ब्रह्मवैवर्तं लिङ्गमेकादशैवतो चतुर्विंशति बारहमेकाशीति सहस्रकं तथा चैकं वामनं दशकीर्तितं कौर्मं शतदशाख्यातं मासं तत्तु चतुर्दशः एकोनः विंशत स्वपर्णं ब्रह्माण्डं द्वादशैवतो एवं पुराणसन्दोहः चतुर्लक्ष उदारितः तत्राष्टादशसहस्रं श्रीभागवतमिष्यते इदं भागवत पूर्वं प्रमाणेन नाभिपङ्कजे स्थिताय भगवताय कारुण्यतः प्रकाशितम् आदिमध्यावसानेषु वैराग्याख्यानसंहितं हरिलीलकथा प्रातन्वितानन्दितसहस्रम् सर्ववेदान्तसारं यतः ब्रह्मात्मिकतलक्षणं वस्तद्वितीयं तन्निष्ठमः कैवल्यैकप्रयोजनं प्रोष्ठपद्मः प्रणमसमः सिंह ददाति यो भागवतं स याति परमां गतिं राजन्ते तावन् धन्यानि पुराणानि शतां गणे यावन् दृश्यते साक्षात् श्रीमद्भागवतं तपरं सर्ववेदान्तसारं हि श्रीभागवतमिष्यते तत्र सामृततृप्तस्य नान्यत्र स्यात्रति क्वचित् निम्नगानमिथा गङ्गादेवानामच्युत यथा वैष्णवानां यथा शम्भुः पुराणानामिदं तथा क्षेत्राणां चैव सर्वेषां यथा काशीयनुत्तमा तथा पुराणव्रतानां श्रीमद्भागवतं द्विजः श्रीमद्भागवतं पुराणममलं यद्वैष्णवानां प्रियं यस्मिन् परमहंसमेकममलं ज्ञानं परं गीयते तत्र ज्ञानविरागभक्तिसहितमः नैष्कर्म्यमाविष्कृतं तच्छिण्डनः विपठन् विचारणपरो भक्त्या विवेचन्नर कस्मै येन विभासितो यमतुलो ज्ञानप्रदीपपुरा तद्रूपेण च नारदाय मुनय कृष्णाय तद्रूपेण योगीन्द्राय योगेन्द्राय तदात्मनाथ भगवत्राताय कारुण्यतस्तच्छ्रुतं विमलं विशोकममृतं ज्ञानं धीमहि नमस्तस्मै भगवते वासुदेवाय साक्षिणे यैतं कृपया तस्मै व्यचचक्षे मुमुक्षवे योगीन्द्राय नमस्तस्मै शोकाय ब्रह्मरूपिणे सर्व संसार सर्वदष्टं यो विष्णुराता मुमुचतो सदा भवे भवे यथा भक्तिः पादयोस्तव जायते तथा गुरु सदैवे सह नाथ तं नो यतः प्रभो। ल सबैजनाले भन्नु है, मैले जे भन्छु त्यही भन्ने है। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम प्रणामो दुख शमनम तं नमामि हरिं परम। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम प्रणामो दुख शमनम
तं नमामि हरिं परम् परमांशं संहितायामः द्वादशस्कन्धे त्रयोदशो नारायण देवाय हरे परमात्मने प्रणता कृष्णाय गोविन्दाय नमो नमः। सुतजीले सम्बोधन गर्दै भन्नुभएको छ र गङ्गोत्तरीय सभाको बिचमा परीक्षित महाराजलाई सुखदेव स्वामीले यो कथा श्रवण गराइरहनु भएको छ हैन। यो कथा आज चाहिँ यो 7 दिनसम्म पनि नसकिने चाहिँ कथा हो हैन। एक दिनमा त एकछिनमा के सिद्धिएला हैन। अब यो कथा भागवत पाठ पारायण 7 दिनसम्म भनिने यी चाहिँ गुरुहरूको मुखारविन्दबाट यी पटुकहरूले चाहिँ यो भागवतको कथा संक्षिप्तमा भनेका छन्। संक्षिप्तमा भन्नाले पाठ पारायण यसको चाहिँ संस्कृत मात्रै गरे। यसको निचोडमा के आउँछ भने परीक्षित जब चाहिँ 17वटा पुराणको रचना गरे र अनि उनलाई कता कता खल्लोपन महसुस भयो हैन। अनि झोक्राएर सरस्वती नदीको तटमा बसेका थिए। त्यसै बेलामा नारद मुनि टुप्लुक्क आइपुगे र आएर सोधे। नारद मुनि आएपछि अनि व्यास ऋषिले चाहिँ पूजा गरे अनि आसन दिए। आसन दिइसके पछाडि अनि चाहिँ आफू चाहिँ झोक्राएर बसेको देखेपछि व्यास ऋषि त्यसरी झोक्राएर बसेको देखेपछि अनि नारद मुनिले सोधे हैन देख्दैछु हैन किन झोक्राइरहेका छौ? झोक्राएर देख्दैछु, झोक्राएको देख्दैछु। नारद मुनि देवर्षि ब्राह्मण देवता भयो छैन भएन त भन्दा कुनै ठाउँमा अल्प छ, पुरा भएको छैन। पुराण रचना गर जसमा चाहिँ भगवानको नामले ओतप्रोत भएको होस्। हरेक पुराणका जति पनि 17वटा पुराण रचना गरे तिनका संक्षेपहरू यसमा समेटिएको छ। शिव पुराणको संक्षेप छ, मार्कण्डेय पुराणको संक्षेप छ हैन, वर्म वैवर्त पुराणको संक्षेप छ, मत्स्य पुराणको संक्षेप छ, गोर्मा पुराणको संक्षेप छ। सबै पुराणको चाहिँ यस्तो चाहिँ नामले जुन शब्दमा भगवानको नामै छ, नामले चाहिँ समेटिएको छ हैन। यो भागवत भनेको के हो त भन्दा स्वर्ग मोक्ष हो। धर्म अर्थ काम मोक्ष। धर्म पनि प्राप्त भयो। कामना हामीले के कामना गरेर को लागि चाहिँ व्रत गरेका छौँ। यो पुराण यो कथा आज चाहिँ एका भागवत एका लगाएका छौँ। त्यो कामना पनि सिद्धि हुनुभयो अनि मोक्ष धर्म अनि अर्थ आर्थिक प्राप्ति पनि भयो। अब यो चाहिँ गरिसके पछाडि अहिले चाहिँ ठाउँमा यही भागवतको सहारा लिएर कति स्कुलहरू बनेका छन्, कति ठाउँमा के बनेका छन् र मोक्ष अन्तिममा गएर मोक्ष सम्पूर्ण 21 स्कुललाई उद्धार हुने मोक्ष दिलाउनेवाला यो श्रीमद् भागवत हैन। मौर्य अवधिको डल्लो जताबाट चाटे पनि गुलियो। यो मिश्रीको डल्लो हैन, जताबाट चाटे पनि धारिलोतिर चाटे पनि चाहिँ गुलियो छ, हाल्टोतिर चाटे पनि गुलियो छ, सम्मतिर चाटे पनि गुलियो छ। यस्तो भागवत कथा छ हैन। यसको चाहिँ अनि यो चाहिँ पहिला व्यास मुनिले चाहिँ लेख्नुभयो अनि त्यसपछि आफ्नो छोरा सुखदेव स्वामीलाई चाहिँ यो कथा सुनाउनु भयो, भनिदिनु भयो, यो कथाको व्याख्या गरिदिनु भयो। अनि सुक भनेको सुगा हो। पहिलो जन्ममा सुगा थिए, पछिल्लो जन्ममा व्यासकी पत्नीको गर्भबाट 12 वर्षसम्म त्यहाँ त्यो गर्भभित्रै रहे। 12 वर्षमा चाहिँ जब निस्के अनि उनलाई त सम्पूर्ण यो आमाको पेटमै सम्पूर्ण ज्ञान प्राप्ति भयो। यो संसार मलाई चाहिएन, म चाहिँ निस्के। अब यहाँबाट निस्केपछि यो संसारमा म रुमल्लिन चाहन्न, हराउन चाहन्न, म चाहिँ भगवानको चाहिँ तपस्या गर्न जान्छु भनेर सालनाल सहित बोकेर जङ्गलतिर प्रस्थान गरे हैन। यो भागवत सुन्दा उति नै मिठो। र सुखदेव स्वामीले चाहिँ यसको वाचन गरे नि अनि झन् मिठो। अनि यो भागवत के भयो भने अब
जब चाहिँ त्यो महादेवले पार्वतीलाई यो अमर कथा भनेर भनिराखेको छ, कसैले मन लाएर सुनेन भने त्यो कथा भनेको पनि अर्थ भएन, औचित्य भएन। त्यसकारण बिचमा हामी भएर है भनेर भन्नुभएको थियो। नवम स्कन्धसम्म चाहिँ हामी भर्नुभयो, दशम स्कन्धमा निधाउनु भयो। अनि अब शिवजीले कथा भन्दै जानुभएको छ। अनि हामी मार्छु भनेर चाहिँ जब चाहिँ लखेट्नु भएको थियो, एउटा सुकाको त होस हवास गुम भएर त्यही खसेर मर्यो। एउटा सुका उड्दै गयो। अब शिवजीले मलाई मार्नुहुन्छ भनेर अगाडि सुका छ, पछाडि शिवजी हुन्छ। दगुर्दै उड्दै गयो। अनि कहाँ पुग्यो त भन्दा जब चाहिँ व्यासकी पत्नी आफ्नो श्रृङ्गार कक्षमा श्रृङ्गार गर्दै थिइन् अनि हाई गरेकी थिइन्। त्यही बेलामा स्वात्त भित्र छिर्यो मुखबाट। अनि ढोकामा बाहिर चाहिँ अब त्यो व्यासको चाहिँ घरको ढोकामा चाहिँ कुरिराख्नुभयो। 4 दिनसम्म कुर्नुभयो शिवजी। त्यो सुगा चोर कति बेला बाहिर निस्किन्छ र त्यसलाई मार्छु मैले भनेर बसिराख्नुभयो। 4 दिनसम्म आउँदै आउँछ। त्यहाँ भित्र छिरिसक्यो कहाँबाट आउँछ। अनि व्यास ऋषि चाहिँ बिहानको आफ्नो नित्य कर्म सकेर अनि आउँदै हुनुहुन्थ्यो। आएर चाहिँ ढोकामा शिवजीलाई उभिएको देखेर ओहो भोलेनाथ मेरो अमर कथा चोर्यो भनेर भन्नु। हे प्रभु अमर कथा, जब अमर कथा चोरिसक्यो अब तेरो मर्ने चाहिँ कुनै छैन, सवालै छैन। त्यसकारण हजुरको हातबाट मर्न सक्दैन त्यो भनेपछि अनि शिवजीले सोच्नुभयो भगवानको यति मिठो अमर कथा सुनेपछि को चाहिँ मर्ला र हैन, जसले बुझेको छ। अनि व्यास ऋषिले चाहिँ प्रार्थना गर्नुभयो, पुकारा गर्नुभयो, हे बाबु अब बाहिर निस्केर संसारलाई चाहिँ पवित्र बना, संसारको कल्याण गर भनेर चाहिँ पुकारा गरेपछि अनि पेटबाट बाहिर निस्केपछि अनि सम्पूर्ण कुरा अब शिवजीको मुखबाट सुनेपछि उसलाई त यो संसारमा भुल्न रञ्जन गर्न मन नलागेपछि अब म घरमा बस्न चाहन्न भन्ने बित्तिकै भनेर सालनाल बोकेर जङ्गलतिर प्रस्थान गर्यो। तिनको नाम सुगदेव छ। परीक्षित महाराज अब तिनै जुन सुगा चाहिँ मरेको थियो नि झरेर, त्यही सुगो चाहिँ परीक्षित अर्को जन्ममा परीक्षित भएर जन्म्यो। र अनि एक दिन चाहिँ अब यो कलियुग आइसके पछाडि जताततै चाहिँ ऊ हुन थाल्यो। अनि गाईलाई कुटेर चाहिँ गाईलाई र गोरुलाई कुटिराखेको थियो उसले है। गाई भनेको पृथ्वी मातालाई चाहिँ भार पारिराखेको थियो। गोरुका चाहिँ 4वटा छत्र परीक्षित महाराजको राज्य थियो। पृथ्वीमा अब कता कोही दुखी छन् कि भनेर चाहिँ डुल्दै जानुभएको थियो। अनि एक ठाउँमा गएको त्यो गोरुलाई पिट्दै गरेको थियो। यो कलियुगमा दान गरेपछि मात्र मान्छे मुक्त हुन्छ। त्यसकारण कलियुगमा एउटा दानको पाउ मात्र छ। अनि दुःख पर्दा तिमी भोले बाबा मेरो सधैँभरि, खुसी हुँदा सबै साथ हुन्छन् वरिपरि। दुःख पर्दा तिमी भोले बाबा मेरो सधैँभरि। मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसु पास। मैले हिम्मत हार्दा मैले आँसु झार्दा मेरो भोले बाबा आसु पास। बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास। बाबा तिम्रै
यो जिन्दगी भोले बाबा तिम्रै उपहार तिमी साथै छौ र मेरो जीवनको छ सार यो जिन्दगी भोले बाबा तिम्रै उपहार तिमी साथै छौ र मेरो जीवनको छ सार शून्य भइरहेछौ बाबा तिम्रै भक्तिमा चलिरहेछ यो जग सारा तिम्रै शक्तिमा शून्य भइरहेछौ बाबा तिम्रै भक्तिमा चलिरहेछ यो जग सारा तिम्रै शक्तिमा मैले हिम्मत हार्दा मैले आँसु झर्दा मेरो भोले बाबा आसपास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास भोले बाबा भोले बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास मेरो एक्लोपनको तिमी प्यारो साथी हौ केही छैन डर भोले बाबा तिमी साथ छौ मेरो एक्लोपनको तिमी प्यारो साथी हौ केही छैन डर भोले बाबा तिमी साथ छौ झुकिरहेछ शिर मेरो तिम्रै चरणमा आए म त भोले बाबा तिम्रै शरणमा झुकिरहेछ शिर मेरो तिम्रै चरणमा आए म त भोले बाबा तिम्रै शरणमा मैले हिम्मत हार्दा मैले आँसु झर्दा मेरो भोले बाबा आसपास बाबा तिम्रै चरणमा फेरौँ अन्तिम सास 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 त्यहाँ पुस्तकको टाउकीले पैसा राखेर देवदयानि देव सुवतेरे कल्पितं किरेयतां शोभाडे मणिरत्नगं रहते पादे गतं पाये पञ्चविधं पयोदधीतं बाबलं सकं निर्मलं वीणाभेमातं मया सङ्कल्पेन समर्पितं पूजाक्रियाणां आत्मातं गिरिजामते सहस्रा पर्णशरीरं गिरियं पूजाते विजयोपवृतनामं प्राप्तेन राजेन किं ज्ञाते तत्क्षणमन्तरं सपतिरे तेजमतो वजवज श्रीपार्वती वल्लभम् आयुर्नश्यति पश्यतां प्रतिदिनं याति जयं यौवनं प्रत्यायन्ति गतादिवनं पुनः कालो जगद्भजकालासीतो यतरङ्गभङ्गसबला विदोचलं जीवितं
आविर्जलं देवेतं तस्मात् तं शरणागतं शरणं तं रक्ष रक्षतु नः करोतं गीतं वा कायजं कर्मजं वा सर्वननिजं वा मार्गं वा परादं वेदमवेदं वा सर्वे तत्क्षमसु जय जय करुणाब्धे श्रीमहादेव शम्भो श्रीमहादेव शम्भो नमामि ध्यानमूलं गुरुमूलं कपाटलाब्धे पुन्ना गजाति करवील रसालभूषे विल्लो पर्वाल तुलसी तलमाल देवे सम्बोधयामि जगदीश्वरि मे पश्येत तिरुपति तृणाकारं तिन्ने तुन्दत्रियायुधं त्रिजन्म पावसंकारं बिल्लपत्रं शिवार्पणम् ॐ नमः हर 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 महादेव। गोकुलतिर आइदिने दैसो
वंशी बजाउने राधा रानी नचाउने कृष्ण वंशी बजाउने राधा रानी नचाउने छैन देख्न पाएको बाला बाला पटुली दही चोरेर खाएको बाला बाला पटुली दही चोरेर खाएको दही चोरेर खाएको शिरमा मुकुट ढल्काने मोहर हेर झल्काने शिरमा मुकुट ढल्काने मोहर हेर झल्काने छैन देख्न पाएको बाला बाला पटुली दही चोरेर खाएको बाला बाला पटुली दही चोरेर खाएको दही चोरेर खाएको त्यो गल्ली पार छौ क्या हो बिचल्ली वृन्दावनको त्यो गल्ली पार छौ क्या हो बिचल्ली छैन देख्न पाएको बाला बाला पटुली दही चोरेर खाएको बाला बाला पटुली दही चोरेर खाएको दही चोरेर खाएको अनि पहिले परिराखेको छ त्यहाँ
गजाननं भूतगणातिसेवितं कपितजम्बूफलचारुभक्षणम् उमाश्रुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडोदजः मङ्गलं पुनरीकाक्ष मङ्गलाय तनोहरे।
रानी थिए दशरथ राजाका, तिनका रानी थिए कौशल्याको गर्भबाट, रामले जन्म लिए कदम फुल लेखेको। विश्वामित्र रामचन्द्रलाई माग्न आएका थिए, विश्वामित्र रामचन्द्रलाई माग्न आएका थिए, वशिष्ठले सम्झाएर दशरथले दिए गुरुसित सवारी। दानवलाई मार्दै मार्दै जनकपुरमा आए, दानवलाई मार्दै मार्दै जनकपुरमा आए, लक्ष्मणले सीता देखे पूरा गर्न लाए, हे राम कसो गर्ने हो।
एउटा ट्याग मात्रै लगाइदिनु दिदी दर्शन छ है बुहारी हुन हाम्रो नाति बुहारी तपस्या गर्दैछु प्रभु शरण पर्दैछु शिवजीको व्रत ध्यान 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 तपस्या गर्दैछु प्रभु शरण पर्दैछु प्रभु शरण पर्दैछु
जटामा छिन् गङ्गा शिरमा पानीको मूल शिवजीलाई नभुला 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 शिवजीलाई नभुला पार्वतीका पति पिता गणेश कुमारका हामीलाई लाइदेऊ सुमार्ग 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 हामीलाई लाइदेऊ सुमार्ग पशुपति नाथ
बाटो खनेको सरगामा खै बाटो खनेको